नेपालमा राज्यको शक्ति 3 अङ्गमा विभाजन गरिएको छ: न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका। यसै गरी व्यवस्थापिकाका 3 तह छन्: संघीय, प्रादेशिक र स्थानीय। आउँदो चुनावमा हामी संघीय व्यवस्थापिकाको चुनाव हुने भएकाले आज यसै संघीय व्यवस्थापिकाको विषयमा छलफल गर्नेछौँ। संघीय व्यवस्थापिकाको मुख्य काम भनेको कानुन बनाउने, सरकार बनाउने र बजेट पास गर्ने जस्ता कार्यहरू हुन्छन्। यही संघीय व्यवस्थापिकाको निकायलाई संसद अर्थात् पार्लियामेन्ट भनिन्छ र यसका सदस्यहरूलाई चाहिँ सांसद अर्थात् मेम्बर अफ पार्लियामेन्ट भनिन्छ। यसको कानुनी प्रावधान नेपालको संविधानको भाग 8 को धारा 83 देखि धारा 108 सम्म उल्लेख गरिएको छ। नेपालको संसद 2 सदनात्मक छ। पहिलो प्रतिनिधि सभा अर्थात् हाउस अफ रिप्रेजेन्टेटिभ र दोस्रो राष्ट्रिय सभा अर्थात् नेशनल एसेम्ब्ली। प्रतिनिधि सभामा कुल 275 जना सदस्यहरू हुन्छन्, जसमध्ये 60% अर्थात् 165 जना चाहिँ प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउनुहुन्छ भने 40% अर्थात् 110 सदस्य चाहिँ समानुपातिक निर्वाचन प्रणालीबाट आउनुहुन्छ। सरल भाषामा भन्नुपर्दा प्रत्यक्ष प्रणाली अन्तर्गत हामी मतपत्रमा सिधै सांसदलाई भोट हाल्छौँ र नेपाललाई चाहिँ 165 निर्वाचन क्षेत्रमा छुट्याइएको हुन्छ र हरेक निर्वाचन क्षेत्रबाट जसले बढी भोट ल्याउनुहुन्छ उहाँ नै सांसद बन्नुहुन्छ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हामी पार्टीलाई भोट हाल्छौँ। यसलाई नेपाललाई सिङ्गो एउटा निर्वाचन क्षेत्र मानिन्छ र पार्टीले पाएको भोटको अनुपात हेरेर सांसद सिट निर्धारण गरिन्छ। प्रतिनिधि सभाको कार्यकाल 5 वर्षको हुन्छ र यसको उम्मेदवार बन्नको लागि 25 वर्षको उमेर पुगेको हुनुपर्ने हुन्छ। त्यसै गरी राष्ट्रिय सभामा कुल 59 जना सदस्य हुन्छन्, जसमध्ये 56 जना सदस्य 7 प्रदेशबाट 8-8 जना सदस्य नियुक्ति हुन्छन्। यसमा 3 जना महिला, 1 जना दलित र 1 जना अल्पसंख्यक वा अपाङ्ग भएको व्यक्ति छानिनै पर्दछ। यी सदस्यहरू निर्वाचक मण्डलद्वारा छानिनुहुन्छ। यो निर्वाचक मण्डल प्रदेश सभाका सदस्य र स्थानीय सरकार अन्तर्गत महानगरपालिका र नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष हुन्छन्। यसरी नै 56 जना सदस्यहरू निर्वाचित हुन्छन् र बाँकी 3 सदस्यलाई चाहिँ मन्त्री परिषदको सिफारिस बमोजिम राष्ट्रपतिले नियुक्ति गर्नुहुन्छ। यसरी हाम्रो संघीय व्यवस्थापिका अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू नियुक्ति हुन्छन्।